अहिले बिहानीको 6:30 बजेको छ, हेर्न सक्नुहुन्छ। ल भाग्यमानी भइस के सबै केटी यस्तै हुन् र। सो गाइज हैन, तपाईहरुलाई म भन्छु हैन, फुलकुमारी अहिले मेकअप गरिरहेको छ, हेर्न सक्नुहुन्छ। अहिले बिहानीको 6:30 बजेको छ, हेर्न सक्नुहुन्छ। 6:31 भयो अनि यो मान्छे चाहिँ मेकअप गरिरहेको छ। बिहान बिहान उठेर हात मुख धुने यो काम राम्रो हो त। आफ्नो मुखको सरसफाइ गर्नु, आफ्नो मुखको सरसफाइ गर्नुपर्छ, मलाई थाहा छ फुलकुमारी। तर बिहान बिहान हैन, सबभन्दा पहिला यसले यस आँखामा हेर्नु हैन, यसको मस्कारा लगाई अनि त्यसपछि सिन्दुर लगाई। सिन्दुरलाई त ठिक छ लाउनु पर्छ हैन, सिन्दुर त धेरै बुढाको लामो आयुको लागि लाउँछ भन्छन्। अब वास्तविकता त मलाई थाहा छैन हैन, तर अब मस्कारा लगाउने, काजल लाउने, बिहान बिहान फेरम लभली लाउने। फेरम लभली त मैले लागै छैन। किन लाग्दैन? मैले लाग छैन। अनि यति गोरो तिमी कसरी? मान्छे गोरो भएपछि अनि के? मान्छे अब गोरो म कसरी गोरो? अनि अब लगाएपछि थाहा हुन्छ नि त फेरम लभली कति गोरो, यो भन्दा पनि गोरो देखिन्छु फेरि। म हजुरलाई बिहान बाहिरको मौसम देखाउन चाहन्छु हैन। म बिहान ट्याक्क आफ्नो रुमदेखि गइरहेको छु बाहिर। यस्तो यता हेर्नुहोस् है, ए कुइडो यस्तो लागेको छ यहाँ, ध्याप 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 भइरहेको छ हैन। बिहान यति बिहान यो मेकअप गर्छ के सबै केटी यस्तै हुन् र। यस्तै हो, तर म हजुर सबै केटी भन्दा म फरक नै छु। ल धन्यवाद। तर यो टीका मलाई कस्तो देख्छ त्यो पनि थाहा छैन, तर थ्याङ्क यू सो मच। अब म हजुरलाई ढोक गर्छु नि। ए ढोक गर्छस्? ल ढोक गर। टीका लगाएपछि त सबै ढोक दिन्छ है त। के कहाँ जानुभयो? ए ल ढोक गर्छस्? ल ल भाग्यमानी भइस, ठुलो भइस हैन। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच गाइज।